हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ हाम्रो घरमा पूजा छ, त्यही भएर पूजाको लागि म चाहिँ माला हुन लगाइरहेको छु है। यो सियोमा धागो छिराउनु चाहिँ साह्रै गाह्रो छ है। अब म चाहिँ ढिला नगरिकन माला उनिहाल्छु है, फेरि पूजाको लागि अबेर हुन्छ अरे। अनि सुन्नुहोस् त, मेरो च्यानल सब्सक्राइब गर्ने एकजनालाई एउटा फुलको माला हुने लाउँछु, सब्सक्राइब चाहिँ गर्नु है। अब चाहिँ यहाँ नमस्ते गर्दै हाम्रो दाजुको इन्ट्री भयो है। दाजुसँग गफ पनि सुन्नु होला, एकदम मिठो गफ गर्छन् बुढाले। चिनिहाल्छ नि, हाम्रो यहाँ सानामा लुगा सिलाइदिने मान्छे। तपाईँ नआइकन दसैँ आउँदैन थियो। किनभनेदेखि तपाईँहरूको ठाउँमा तपाईँहरूले बोलाएपछि मलाई आएर हुन्छ त। मैले यस्ता त मैले ल्याएको छु कि बस तपाईँहरू राभरि नाच्नु, दिउँसभरि नाच्नु। म ठिक बुवा है त दाइ। बुवा आफै कता जानुभयो? उता तल चाहिँ जानुभयो होला। मम्मी भिडियो बनाउनु पर्यो नि, नमस्कार भएका बुढाले फेरि। भाइ त आयो त 12 दाजु चाहिँ बाजा बजाउनलाई रस निस्किन्छ भनेर तोप माग्न आएछ। पोहोर हाम्रो यहाँ हुन्थ्यो, अहिले छैन। हाम्रो बारीमा पहिला फल्या हुन्थ्यो, देखाइदिन्छन् बुढाले। त्यही भएर नि अब यहाँ दबाईहरू झरिसकेको छु, यहाँ आइपुग्नु। त्यही भएर चाहिँ पस्नु मम्मी छ भने दिनु कारे औषधि। किन बुवा उहीँ हुनुहुन्छ, त्यहीँ जानु। बल्ल गए छ्याम्म दिन जस्तो मान्छेलाई भिडियो बनाउनु ढिला भइसक्यो। अब म चाहिँ फेरि गीत गाउँदै माला हुन थालिहालेँ। एन्ड फाइनली एउटा माला चाहिँ रेडी भयो। अब फेरि अर्को माला उनिहाल्छु है, 4-5वटा त चाहियो। म चाहिँ गीत गाउँदै माला उन्दैछु है। मेरो गीत ओरिजिनल भोइसमा सुन्ने भए चाहिँ अर्को भिडियोमा राखेको छु, अवश्य हेर्नु होला। म चाहिँ फुलहरूसँग खेल्दै रमाइलो गर्दै गीत गाउँदै माला उन्दैछु है। माला उन्नेको पत्तै भएको छैन, यति रमाइलो भएको छ नि। ल, 2टा माला रेडी भयो। अब चाहिँ मेरो दाजुको इन्ट्री भयो है। अटोग्राफ प्लिज भन्दा आउँदै हुनुहुन्छ यहाँ, एउटा भिडियो बनाउनु न प्लिज, अटोग्राफ सेल्फी भन्दै आउँदै हुनुहुन्छ यहाँ। मलाई पनि अब भिडियो बनाएर भाइरल गराउनु पऱ्यो। जानुभयो दाजु भिडियो बनाएर। मम्मी चाहिँ पूजाको तयारीको लागि भित्र बाहिर गरी अगाडि हुनुहुन्छ। माला उन्दै सानो भयो जस्तो लाग्यो है, त्यही भएर म चाहिँ यहाँ धागो जोड्दैछु। धागो जोड्न साह्रै गाह्रो साह्रै। एन्ड फाइनली मेरो माला चाहिँ तयार भयो है। 4वटा माला हुनेछु, 4वटा देवतालाई। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद। अनि जाँदा सब्सक्राइब प्लिज।